फ्याफुजी नमस्ते हजुर सबैजनालाई। हजुरहरूले बुद्ध अर्थात् भगवान बुद्धको नाम त धेरै सुन्नुभएको छ र म हजुरहरूलाई बुद्ध भनेको के हो भन्ने विषयमा छोटोमा भन्छु। बुद्ध भनेको वास्तवमा कुनै पनि वस्तु व्यक्तिलाई मात्रै जनाउँदैन। बुद्ध भनेको चाहिँ उच्च खालको ज्ञान वा विवेक हो। वास्तवमै भन्ने हो भने अझ यसलाई अर्को भाषामा भन्नु पर्दाखेरि चाहिँ संसारको सत्यतालाई बुझेर सम्बोधि ज्ञान मार्गमा लाग्नु नै बुद्ध हो। जस्तै संसारको सत्य के हो त, यसलाई किन बुझ्नुपर्छ भन्दाखेरि चाहिँ संसार चाहिँ बौद्ध शास्त्र अनुसार चाहिँ हरेक चिजहरू, संसारका हरेक चिजहरू चाहिँ अनित्य छन्, अथवा यो हरेक चिजहरू चाहिँ सेकेन्ड सेकेन्डमा परिवर्तन भइरहन्छ। जस्तै त्यो चाहिँ भगवान बुद्धले भन्नु भए अनुसार चाहिँ 6वटा लोकहरू छ यो संसारमा। 6वटा लोक मध्येमा चाहिँ पशु, प्रेत, मान्छे, देव, असुर, यसै गरी नर्क, यो सबै स्थानहरूमा चाहिँ सबै स्थानका चाहिँ प्राणीहरू चाहिँ उनीहरूको दुःख छ। हरेक सेकेन्डमा चाहिँ उनीहरूलाई चाहिँ चेन्ज भइरहन्छ। जन्म, मरण, रोग, व्याधि विभिन्न चाहिँ उनीहरूसँग जोडिएको छ। यसबाट चाहिँ मुक्त हुनु, यो भव संसारबाट मुक्त हुने उच्च खालको ज्ञान नै बुद्ध ज्ञान हो। जस्तै के दुःख छ, के सत्य छ भन्दाखेरि चाहिँ अब मान्छे जन्मेपछि मर्छ भन्ने कुरा थाहा नहुनु, अनि रोग लाग्छ भन्ने कुरा थाहा नहुनु, अनि यसै गरी चाहिँ पशुहरूमा चाहिँ अरूले मार्ने, काट्ने, यातना दिने चाहिँ थाहा नहुनु, देवलोकमा चाहिँ एकदम सुखै सुख र सुख सकेपछि चाहिँ नर्कमा पतन हुन्छ भन्ने थाहा नहुनु, अर्को चाहिँ असुरहरूमा चाहिँ रिस राग डाहा गर्दाखेरि आफै काटिन्छ भन्ने थाहा नहुनु है। मान्छेको यो जन्म मरणको, यसै गरी भूत प्रेतमा चाहिँ एकदमै खाना लाउनको दुःख हुन्छ, नर्कमा चाहिँ सयौँचोटि मर्नुपर्ने दुःख, यी सबै दुःखबाट चाहिँ मुक्त हुने खालको उच्च खालको ज्ञान नै बुद्ध ज्ञान हो। यो चाहिँ कोही विशेष व्यक्ति वस्तुमा मात्रै केन्द्रित रहँदैन। भगवान बुद्ध लुम्बिनीमा जन्मनु भएको, उहाँ चाहिँ एउटा उदाहरण मात्रै हो। धेरै बुद्धहरू चाहिँ यो संसारमा आइसक्नु भएको छ। प्रसिद्धले फ्याफुल्ला।